हर्क साम्पाङले त अध्यादेशको विषयमा महावीर पुललाई केही पनि थाहा छैन उहाँलाई के थाहा हुनु म ऊ मात्रै जान्ने छ म जान्ने छैन मलाई त के थाहा हुन्न नि म पढेको मैले त केही पढेको छैन सबै उनीहरू मात्रै जान्ने होइन म चाहिँ केही नजान्ने एकदमै केही नपढेको केही नबुझ्ने मान्छे अध्यादेशको विषयमा के थाहा छैन भन्नुभयो उहाँले वास्तविक सुकुम्बासीहरूलाई चाहिँ न्याय दिनुपर्छ नक्कललाई चाहिँ ठोक्नुपर्छ के निकाल्नुपर्छ भन्नुभएको थियो त्यो त्यही गोद्नुपर्छ भनेको हो गु निकाल्नुपर्छ भनेको मेरो जिल्लाको मात्र होइन सम्पूर्ण जिल्लाको मान्छेको कुरो के हो भने घर घरमा चाहिँ पिच बाटो आओस् त्यही हो मेन कुरा समस्या छैन पिच बाटोको समस्या होइन अरू पनि छ समस्या थुप्रै समस्याहरू छ सबैको जनताको डोजरको डर छ नि जिल्लातिर डोजरको किन डर हुने सुकुम्बासीहरू डोजर भन्ने बित्तिकै अहिले त्यहाँ हुँदैन जिल्लातिर गाउँघरतिर त्यो जग्गा त्यत्तिकै खाली आन्दोलनमा उत्रिएका छन् जग्गा चाहिँ खाली जग्गा छ त किन डोजर लाउनु पर्यो त्यो खाली जग्गा पोखराबाट आन्दोलन सुरु भइसक्यो पोखरा त बजार हो नि त सहर हो सहरमा हो त्यस्तो डोजर लाउनु पर्छ सरकारका सुकुम्बासीको विषयमा के छ काम गर्ने यति राम्रो राम्रो काम गरिरहेछन् तपाईँलाई चाहिँ कहिले मन्त्री बन्न मन लागेन ए हो मन्त्री भनेको कुरो आफूले मन परेको मन्त्री चाहिँ हो भने ठिकै छ काम गर्ने हो ल यहीँ हाम्रो मान्यज्यू सोम शर्मा मान्यज्यू पनि भेट हुनु भएको छ ल दुईजना मान्यज्यू बिच भेट भएको छ ल हजुर कता मैले एउटा मिटिङ थियो हाम्रो हो मन्त्रीहरूलाई भेटौँ भनेको आज क्याबिनेट रहेछ म त त्यतिकै दुईजना मान्यज्यू भेट भएको छ सानोमाया तामाङ भरतपुर 25 मेरो समस्या त यो घुँडा दुख्ने थियो म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो राम्रो हुँदै गयो अहिले राम्रो छ मान्यज्यू मैले गोद्ने भन्छु नि मैले जति पनि गोद्ने भन्छु त्यो गोद्ने भन्ने कुरो कानुनले गोद्ने हो त्यसलाई चाहिँ नियम पुऱ्याएर सबैलाई चाहिँ त्यसलाई चाहिँ कारवाही गर्ने हो त्यो गोद्ने भनेको एउटा गोद्ने भनेर मैले मुड्कीले गोडा भनेर त भनेको छैन नि अस्ति यहाँले बोलेको कुरा चाहिँ त्यो ट्रोल बनाइदिए रहेछ कि मान्यज्यू के बोल्यो वास्तविक सुकुम्बासीहरूलाई चाहिँ न्याय दिनुपर्छ नक्कललाई चाहिँ ठोक्नुपर्छ के निकाल्नुपर्छ भन्नुभएको थियो त्यो चाहिँ त्यही गोद्नुपर्छ भनेको हो गु निकाल्नुपर्छ भनेको गु निकाल्नुपर्छ भनेको गोद्नुपर्छ भनेको गोद्ने गु निकाल्ने भनेको नियम पुऱ्याएर नियम कानुन अनुसार हर्क साम्पाङतिर लएर जोड दिएछन् अब जोड्नेले जोड्छन् नि तिमीहरू त हो जोड्ने मानिन्ज्यू हर्क साम्पाङले त अध्यादेशको विषयमा महावीर पुललाई केही पनि थाहा छैन उहाँलाई के थाहा हुनु म ऊ मात्रै जान्ने छ म जान्ने छैन मलाई त के थाहा हुन्न नि म पढेको मात्रै भन्नुहुन्छ